यसपालिको विश्वकप कसले जित्छ? यो मैले हिजो मात्रै एउटा पुरस्कार राखेको थिएँ, जुत्ता होइन, एक जोड जुत्ता। तपाईँ धेरैजनाले कमेन्ट गर्नुभएको थियो, समथिङ 70 जना भन्दा माथि कमेन्ट आएको थियो। त्यसमध्ये हाम्रो सरले चाहिँ ट्याक्कै मिलाउनु भएको थियो। मलाई विशेष गरी धन्यवाद छ है, ट्याक्कै आइपुग्नु भएको छ। हजुरको नाम चाहिँ के अरे? श्रीधर बस्नेत। मलाई मैले आफैले कन्ट्याक्ट गरेर त्यहाँबाट तपाईँको मिलेको छ, ल जुत्ता लिन आउनुहोस् भनेर बोलाएको थिएँ। यहीँ काठमाडौँ नै बस्नु हुँदो रहेछ, ट्याक्कै आउनुभयो। भ्याली बाहिर भएको चाहिँ मैले कुरियर गरेर पनि पठाउने थिएँ। फेरि पनि यस्तै भिडियोको लागि तपाईँहरू सबैजनाले मेरो पेज फलो गर्नुहोस्, लाइक गर्नुहोस् है त। सबैजनाले तपाईँलाई विशेष धन्यवाद छ है त। ल यसपालि वर्ल्ड कप ट्याक्कै मिलाउनु भयो। ज्योतिषले ठ्याक्कै भन्नुभयो। र यसमा धेरै साथीहरूले कमेन्ट गर्नुभएको थियो, स्पेनले जित्छ भन्नुभयो, कतिले अर्जेन्टिनाले जित्छ भन्नुभयो। मैले विशेष गरी चाहिँ जसले गोल सहित मिलाउँछन् त्यसलाई पहिलो प्राथमिकता दिन्छु मैले भनेको थिएँ। त्यो भएर उहाँले चाहिँ ठ्याक्कै गोल सहित नै मिलाउनु भयो। त्यही भएर आजको विजेता हुनुभएको छ हाम्रो श्रीधर बस्नेत सर। उहाँलाई धन्यवाद छ है त।